हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ हामी यो सराङकोटमा आइरहेका छौँ र हामीले चाहिँ सनराइज हेर्न आएको हो। अनि यो सनराइज चाहिँ कस्तो राम्रो देखिन्छ हाम्रो सराङकोटबाट। हजुरहरू पनि एकचोटि भिजिट गर्नु होला। हेर्नुहोस् त कस्तो राम्रो सनराइज भइरहेको छ। हामीले चाहिँ यहाँको सनराइज हेर्नलाई बिहान 5:30 देखि 6 बजेभित्रमा चाहिँ हामी सराङकोट आइसक्नु पर्ने हुन्छ। त्यही भएर हामी पनि आउँदा आउँदै अलिकति ढिला भयो। अझै राम्रो देखिन्छ र आज मौसम पनि त्यति राम्रो नभएको भएर होला त्यति क्लियर छैन। तर पनि हेर्नुहोस् न कस्तो राम्रो, कस्तो सफा पोखराको सबै भ्यू देखिने एकदमै राम्रो ठाउँ रहेको छ। हजुरहरू पनि एकचोटि आउनु होला। र नेपालकै पहिलो 5 मुखे गणेशको मूर्ति पनि यहाँ रहेको छ र एकदमै राम्रो ठुलो भगवानको मन्दिर पनि बनेको छ र यहाँबाट फेवाताल पोखराको दृश्य एकदमै राम्रो देखिन्छ। अनि हजुरहरूलाई चाहिँ रिफ्रेसमेन्ट पनि हुन्छ। यहाँ चाहिँ एकचोटि पक्कै पनि हजुरहरू भिजिट गर्नु होला र सनराइज हेर्न चाहिँ नबिर्सिनु होला र अलिक टाइममा आउनु होला। बिहान चाहिँ अलिक 5:30 देखि 6 बजीभित्रमा आइपुग्नु होला र हजुरहरूले कस्तो राम्रो सनराइज देख्नुहुनेछ। र मौसम पनि आज चाहिँ अलिकति धमिलो धमिलो मौसम छ, तर पनि यस्तो राम्रो देखिएको छ। अझ मौसम क्लियर भएको दिन कस्तो देखिन्छ होला हजुरहरूले सोच्न पनि सक्नुहुन्न। त्यही भएर यस्तो राम्रो भ्युज हेर्न पोखरावासी साथै नेपालका विभिन्न ठाउँका नागरिकहरूले पक्कै पनि यो दिदीबहिनी दाजुभाइहरूले यो हेर्न नछुटाउनु होला र हजुरहरूलाई थ्याङ्क यू फर वाचिङ माई च्यानल। एन्ड हजुरहरूलाई मन पर्यो भने मेरो च्यानललाई लाइक